इम्प्लान्ट। अब यसको बारेमा बुझौँ। गर्भनिरोधको अस्थायी साधन इम्प्लान्ट एक लामो समयसम्म प्रभावकारी गर्भनिरोधको अस्थायी साधन हो। यो सानो लचिलो रोड, सिलिकन वा प्लास्टिकले बनेको हुन्छ। इम्प्लान्टले प्रोजेस्टेरोन हर्मोन बाहिर निकालेर गर्भ रहनबाट रोक्छ, अण्डाशयबाट अण्डा निस्कन रोक्छ अर्थात् ओभुलेसन हुनबाट रोक्छ। पाठेघरको गर्भाशयमा शुक्राणु पुग्न रोक्छ। पाठेघरको भित्री पत्रलाई पातलो बनाउँछ, जसले निषेचन भएको अण्डालाई गर्भाशयमा टाँसिन दिँदैन। इम्प्लान्टले सामान्यतया 3 देखि 5 वर्षसम्म गर्भनिरोधको प्रभाव दिन्छ। यो कुन प्रकारको इम्प्लान्ट प्रयोग गरिन्छ भन्ने कुरामा पनि निर्भर रहन्छ। इम्प्लान्ट दायाँ वा बायाँ जुनसुकै हातमा पनि राख्न सकिन्छ, तर लेख्न, काम गर्न कम प्रयोग हुने हातहरू रोजिन्छ किनकि असजिलो महसुस कम होस्। अरू साधन जस्तै इम्प्लान्टका पनि फाइदा र बेफाइदाहरू छन्, यो पनि जानौँ है त। पहिला इम्प्लान्टका फाइदाहरू बुझौँ। लामो समयसम्म गर्भनिरोधमा सुरक्षित हुने, सुरुमा राखेपछि दैनिक केही गर्नुपर्ने झन्झट नहुने, स्तनपान गराउने आमाहरूले पनि प्रयोग गर्न सक्ने, इम्प्लान्ट अन्य धेरै अस्थायी साधनहरूको तुलनामा भरपर्दो हुने, इम्प्लान्ट हटाएपछि महिला तुरुन्तै गर्भवती हुन्छन्। अब इम्प्लान्टका बेफाइदाबारे बुझौँ है त। इम्प्लान्टले महिनावारीमा अनियमितता गराउँछ, टाउको दुखाइ, स्तन दुख्ने वा तौल बढ्ने जस्ता समस्याहरू आउन सक्छन्। इम्प्लान्ट राख्दा र निकाल्दा सानो सर्जरी गर्नुपर्ने र इम्प्लान्ट राखिएको ठाउँमा असजिलो महसुस हुन सक्छ। इम्प्लान्टको प्रयोग बच्चा नचाहने तर थाई उपाय अपनाउन तयार नभएका महिलाहरूले प्रयोग गर्न सक्नुहुन्छ। यो प्रयोग गर्नु अघि चिकित्सकसँग सल्लाह लिनु सबैभन्दा उचित हुन्छ। प्रयोग कसरी गर्ने, प्रभावकारिता, फाइदा र बेफाइदाहरू के कस्ता छन् त? यसै विषयमा रहेर महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गरेँ। आजको भिडियोबाट तपाईहरूलाई केही हदसम्म सहज पक्कै पनि भयो होला। यदि तपाईमा पनि स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या छन् भने कमेन्ट बक्समा आफ्नो समस्या राख्नुहोला। म तपाईका समस्याको समाधान गर्ने प्रयास गर्नेछु।